आज म धेरै नै सिरियस कुरा गर्न तपाईँहरूमाझ आएको छु। यदि यो कुराले तपाईँलाई झकझकाउन सक्यो वा यसले तपाईँलाई जगाउन सक्यो भने तपाईँको जिन्दगी सधैँको लागि बदलिन्छ। पुरै भिडियो हेरेर जानुहोला। नेपालमा अहिले निकै नै ठुलो क्रान्ति आन्दोलन र त्यसको परिणाम सबै देखियो। देश निकै नै द्रुत गतिमा अगाडि बढ्दैछ। हामी आश गरौँ धेरै राम्रो हुनेछ। कुनै दुर्घटना केही पनि घट्ने छैन, किनभने कहिलेकाहीँ धेरै नै स्पिड भयो भने दुर्घटना पनि घट्छ वा छिटै पनि पुगिन्छ। यसको मतलब स्पिड कम गर्नुपर्छ भन्ने कुरा भन्न खोजेको होइन। आजको मेरो जुन कन्सर्न छ नि, त्यो हाम्रो जागरुकताको, जागरणको। हामी सरकारको विरुद्ध, चली आएको बेथितिको विरुद्ध लागेर निकै नै ठुलै एउटा उपलब्धि हासिल गर्यो। त्यो उपलब्धि हासिल गर्नु एक ठाउँमा धेरै नै राम्रो छ। देश जुन किसिमले कछुवाको गति वा भनौँ घोघीको गति, त्यस्तो गतिमा हिँड्दाखेरि जुन दुर्गति भोग्दै थियो, त्यो चाहिँ अब नहोला भन्ने आश गर्दै हामी अब आफूलाई पनि कम्पेयर गरौँ। हेर्नुहोस्, दाँजौँ, देशसँग दाँजौँ, देशको विकाससँग दाँजौँ। के देशमा जुन विकास तपाईँ निम्त्याउँदै हुनुहुन्छ त्यसको लागि तपाईँ तयार हुनुहुन्छ त? कपडा त ल्याउनु भयो, हेर्नुहोस्, सुट ल्याउनु भयो, बुट ल्याउनु भयो, तर त्यो सुट बुट लगाएर तपाईँ के खेती गर्न जानुहुन्छ कि अब सभा सम्मेलनमा जानुहुन्छ, बिजनेस व्यापार गर्नुहुन्छ? नभए त तपाईँले किनेर राखेको सुट बुटको इज्जत के रहन्छ? हाम्रो जीवनमा हामीले आफैले आफैलाई कुन दुर्गतिमा पुर्याएका छौँ? देश मात्रै होइन, हामी व्यक्तिगत रूपमा पनि कुनै न कुनै प्रकारको दुर्गति वा त्यस किसिमका बाधा व्यवधानका शिकार बन्दै आएका छौँ। चाहे त्यो बाधा व्यवधान व्यक्ति स्वयंले निर्माण गरेको होस् वा उसको वरिपरिको वातावरणले बनाएको होस् वा कसैले बाटो देखाउँदाखेरि गलत बाटो देखाएर गएको होस्। यो तीनवटा कारण वा त्योभन्दा बढी कारणहरू पनि हुन सक्छन्। तर जे भए पनि तपाईँलाई त ठ्याक्कै दिमागमा आयो कि फलानो नेताले यो गडबडी गर्यो, उसले यो गर्यो र म अगाडि बढ्न सकिनँ। त्यो नेताको पाटो भयो। तपाईँले जुन कुरा खोज्नु भएको थियो, जुन कि तपाईँको कन्ट्रोलमा सम्भव त थिएन, त्यसैले भएन। कन्ट्रोलमा भएको भएदेखि तपाईँ सायद त्यो नेताको वा कसैको जसले तपाईँलाई रोक्यो त्यहाँसम्म जान, तपाईँलाई पुग्न, त्योभन्दा पनि अगाडि जान सक्नुहुन्थ्यो, या त आफ्नो क्षमता खुबी प्रयोग गरेको भएदेखि। हामी के गर्नका लागि जन्मेका छौँ र के गर्दैछौँ? हामीसँग 24 घण्टा छ भन्दैमा त्यो सबैको लागि त्यतिकै छ। हेर्नुहोस्, एउटा खरबपति होस्, अरबपति होस्, एउटा साधु होस्, महात्मा होस्, ज्ञानी ध्यानी, जसको लागि पनि एउटै समय छ। सामान्य जीवन बाँच्ने हाम्रो लागि पनि एउटै समय छ। तर के हामी आफ्नो समय अनुकूल जति हामीसँग छ त्यसलाई हामी व्यवस्थित पार्न सकेका छौँ, त्यसलाई सदुपयोग गर्न सकेका छौँ कि समय
खेर गइराखेको छ, दुरुपयोग भइराखेको छ। हामी सबैसँग सिक्ने, जान्ने र आफ्नो क्षमतालाई प्रयोग गर्ने स्वतन्त्रता त सबैसँग छ। कसैले कसैको हात बाँध्न सक्दैन, यो नसुन, यो नगर, त्यो नगर भनेर कसैले कसैलाई भन्न सक्दैन। यही बेला हेर्नुहोस्, कसैले राम्रा राम्रा काम गरेर आफू माथि 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 उक्लिराखेका छन् भने कोही ठाउँको ठाउँ गर्नै नहुने कामहरू गर्दै 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 दिनदिनै तल 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 झर्दै गइराखेका छन्। यो सबै किन भइराखेको छ र यो हुन नदिनको लागि हामी के गर्न सक्छौँ? आजको सबभन्दा ठुलो प्रश्न यो हो। इन्कलाब जिन्दाबाद नारा लगाउँदै गर्दाखेरि देशको लागि लगाउनु भयो। अब आफ्नो लागि तपाईँ नारा लगाउन सक्नुहुन्छ? तपाईँलाई कुनै पनि नयाँ सिप, नयाँ ज्ञान, नयाँ क्षमता अभिवृद्धिको लागि कसले रोकेको छ? कसैले भन्ला मलाई अल्छी धेरै लाग्छ, अर्कोले भन्ला मलाई इन्ट्रेस्ट नै छैन। अनि केमा इन्ट्रेस्ट छ? अरूलाई गाली गर्नमा, अरूको गल्ती देखाउनमा? आफ्नो गल्ती छँदै छैन। आफू त म सबभन्दा राम्रो हो, मेरो के काम छ? मेरो काम त जन्मिनु थियो, मजाले कुर्सीमा बस्नु छ, अनि कुर्सीमा बसेर खुट्टा हल्लाउने, गफ गर्ने, गफ छुट्ने, त्यो बाहेकको जति पनि काम छ नि त्यो त मेरो कामै होइन। त्यो त सरकारको काम हो। सरकारले बेरोजगारी भत्ता दिनुपर्छ, सरकारले मलाई कमाएर खुवाउनु पर्छ। यस्तो किसिमको धारणा कति धेरैको छ तपाईहरूको कि मैले काम गरेँ, मैले पढेँ, मेरो काम त पढ्ने थियो, अब जागिर दिने काम त सरकारको हो नि त। भले त्यो काम छ कि छैन, अहिले त समय पनि यस्तो आएको छ, एआई को जमाना आएको छ, तपाईँले गर्ने प्रायः कामहरू छँदै छैन, गइसक्यो, उडिसक्यो काम। कहाँ गयो कहाँ गयो? मेहनत मजदुरी गर्नेहरूको नामो निशान रहँदैन अब केही समयपछि। किनभने एउटा मेहनत गर्ने, मजदुरी गर्नेले जति पैसा तिर्नुपर्छ नि त्यसको 100 भागको 1 भाग पैसा खर्च गर्यो भने त्योभन्दा राम्रो अल्छी नमानेर नबिगारिकन काम गर्ने रोबोटिक्स, एआई, यी सबै साधनहरू हामीसँग उपलब्ध भइसकेको छ। विज्ञानले दिनदिनै प्रगति गर्दैछ, उन्नति गर्दैछ। तपाईँ चाहिँ के गर्नुहुन्छ? तपाईँ आफूलाई कति गुना चेन्ज गर्नुभयो? कि 100 वर्ष अगाडि कसैले नोकरी गर्थ्यो, अहिले तपाईँ पनि त्यही नोकरी गरेर जीवन पाल्छु भन्ने त्यो ध्यान गरेर बस्नु भएको छ? तपाईको वरिपरि हेर्नुहोस्, जो मानिस तपाईँ जस्तै गर्दैछन् वा तपाईँ भन्दा फरक केही नगरिकन आफ्नो जीवन बिताए, तिनीहरूको जीवनलाई कम्पेयर गरेर हेर्नुहोस्, कतिपय काम त छँदै छैन, काम गइसक्यो, उडिसक्यो। जस्तै ग्राफिक डिजाइनिङ भन्नुहोस्, लोगो भन्नुहोस्, यो बनाएर मानिसहरू धेरै पैसा कमाउँथे। पहिला हामीले के भन्थ्यौँ, ल ठिकै छ, ग्राफिक डिजाइनिङ कम्प्युटरले गरिहाल्छ, लोगो गरिहाल्छ। अहिले हुँदा हुँदै अब ड्राइभिङ पनि हेर्नुहोस् त, अटोमेटिक भइसक्यो। अटोमेटिक कारहरू निस्किसके। आरामसँग सुत्नुहोस्, कतै वनभोज जाँदै हुनुहुन्छ वा कतै लामो दूरीमा यात्रा गर्दै हुनुहुन्छ भने बीचमा टेबल, चारैतिरबाट बस्नुहोस्, बाटोभरि खाँदै पिउँदै रमाइलो गर्दै जानुहोस्, ठाउँमा पुगिन्छ ओर्लेर आफ्नो आफ्नो ठाउँ जानुहोस्। यो सबै किन हुँदैछ? के रोक्न सक्नुहुन्छ यी सबैलाई? रोक्न सक्नुहुन्न। तर रोक्न नसक्दाखेरि मेरो काम के त? अब मैले गर्नुपर्ने के हो? कहिले सोच्नु भएको छ? सरकारले के गर्नुपर्छ भने सबैलाई थाहा छ। आफूले के गर्नुपर्छ, मैले के गर्नुपर्छ भनेर सम्भवतः थाहा छैन। थाहा भए पनि गर्ने मन छैन, मुड छैन, इन्ट्रेस्ट छैन। अनि के काम आफै हुन्छ?
धेरै होइन। अब थोरै समय बाँकी छ। भगवान बुद्धको एउटा कोटेसन छ, उहाँ भन्नुहुन्छ कि मानिसहरूको भ्रम यस्तो भ्रममा बसेका हुन्छन् मानिसहरू, उसले भन्छन् मसँग त कति धेरै टाइम छ, आज होइन भोलि गरौँला, भोलि होइन पर्सि गरौँला। तर तपाईँलाई सम्भवतः थाहा पनि छैन कि कुन मोमेन्ट यस्तो हुन्छ त्यसपछि हामी रहन्छौँ कि रहँदैनौँ। जे पनि हुन्छ यो संसारमा, राइट? हामी देखिराखेका हुन्छौँ हाम्रै वरिपरि हाँस्दै खेल्दै गरेको कति साथी बाबाई टाढा को कतिखेर जान्छ, के हुन्छ, त्यो ठेगान नभएको संसारमा हामी के सोचेका हुन्छौँ, म त 1000 वर्ष बाँच्छु कि क्या हो, 10,000 वर्ष बाँच्छु कि क्या हो। त्यो हिसाबमा हाम्रो क्यालकुलेसन भइराखेका हुन्छ, त्यो हिसाबमा हामी कामलाई टारिराखेका हुन्छौँ। धेरै राम्रो काम गर्यौँ हामी, समाजले भनौँ वा देशका नागरिकहरूले भनौँ, एउटा जुन पुरातनवादी एउटा खेमा थिए, तिनीहरूलाई पाठ सिकाउन सके, तिनीहरूले बुझे हामी चेन्ज भएनौँ भने के हुँदो रहेछ। तिनीहरूलाई अहिले छटपटी भइराखेको छ कि यो त म पनि गर्न सक्थेँ, मैले किन गरिनँ। जुन कुरा यिनीहरूले गर्यो, फेसबुक चलाइकन जित्दियो, त्यो कुरा त हामी पनि गर्न सक्थ्यौँ त। अनि कसले रोकेको थियो, किन गर्नु भएन? यहीँनिर म कतिजना साथीहरू देख्छु, उसलाई सानोतिनो आय आर्जनको लागि निकै नै फस्याङ गरेको देख्छु। त्यहीँनिर कति यस्ता मानिसहरू छन् जो कि केही पनि गर्दैनन्, 2-4वटा भिडियो हाल्छन् हप्ताको, अनि करोडौँ रुपियाँ कमाएर बसेका छन्। उसको लागि जागिर पनि यही हो, मनोरञ्जन पनि यही हो, सबै थोक यही गर्छ, अरू गर्ने कुराहरू सबै गर्छन्। हेर्नुहोस्, र यो गर्नको लागि के कुनै जग्गा किन्नुपर्छ, जमिन किन्नुपर्छ, त्यहाँबाट पैसा लगाउनु पर्छ। जसलाई अलिकति चाँडै गरौँ छ भने उनीहरू लगाउँछन् पनि, सिस्टम बुझ्छ र त्यो सिस्टम अनुसार उसले गर्न सक्ने, आफूले गर्न सक्ने के हो त्यो अनुसार गर्छन्। तर धेरै मानिसहरू अहिले जिरोबाट सुरु गर्छ, शून्यबाट सुरु गर्दाखेरि कतिजनालाई त यो पनि थाहा हुँदैन कि म कहाँसम्म पुग्छु, के गर्छु। तर आज म देखिराखेको छु धेरैजना शून्यबाट सुरु गरेर सम्राट बनिसकेको छ, साम्राज्य खडा गरिसकेको छ। आफ्नो सम्पत्तिको भन्नुहोस्, आफ्नो पहिचानको भन्नुहोस्, के यो यदि सम्भव छ भने त्यो कसैको लागि मात्रै सम्भव छ कि सबैको लागि सम्भव छ? अहिले जग्गा किन्न जाउँ हामी वा जग्गा फाड्न जाउँ, अहिले धेरै जग्गा निस्केको छ रे, ऐलानी जग्गाहरू, पर्ती जग्गा, यो बाँड्न गयो भने ल दियो भने हामी 10 दिन धर्ना खसाएर हुन्छ कि महिना दिन त्यसमा कुटो कोदालो गरेर हुन्छ कि केही न केही उपार्जन गर्ने कोसिस गर्छौँ। तर आफ्नो मुखलाई केही मेहनत गराउनुहोस्, अगाडि फोन यसरी राखेर केही कुरा गर्नुहोस्, यसले पनि तपाईँलाई कहीँ न कहीँ लिएर जान्छ, केही न केही सिकाउँछ, कमाउने केही न केही उपाय गरिदिन्छ भनेर कसैले भन्यो भने तपाईँलाई त्यो विश्वास पनि लाग्दैन होला सायद। डिजिटल एसेटको कुरा गर्दैछु म। डिजिटल एसेट कति इजिली एभाइलेबल छ, सबैको हातमा अहिले फोन छ, सबैसँग आफ्नो अनुभव छ, सबैको मुख छ, तर मानिसहरू गर्दैनन्। त्यति सजिलो काम पनि गर्दैन। मैले अन्य धेरै कामहरू छन्, यही मात्रै एउटा काम हो भनेर भन्दिनँ, 100वटा काम छ, त्योमध्ये एउटा यो पनि हो। यो गर्न चाहन्छन् मानिसहरू, गर्न सक्छन्, उसको कन्ट्रोलको कुरा हो। कतिजनालाई के लाग्छ भने म पनि एक दिन पर्फेक्ट हुन्छु र म बनाउँछु। यो पर्फेक्ट हुने र त्यसपछि भिडियो बनाउने, त्यसपछि बोल्ने अरूको अगाडि गएर, त्यो कहिले पनि सम्भव भएको छैन। कतिजना आफूलाई निकै नै पर्फेक्ट ठानेर पुरा सजाउ भएर अगाडि जान्छन्, बोल्नै सक्दैनन्। त्यसपछि उसलाई डिमोटिभेसन हुन्छ। हेर्नुहोस्, कुनै पनि कुरा यदि साइन्टिफिकली हामीले एनालाइसिस गर्ने हो भने जब तपाईँलाई पुरस्कार हुन्छ नि,
पुरस्कार भनेको कसैले राम्रो गीत गाउँछ, हामी थप्पडी पिट्छौँ, ओहो कति राम्रो गीत गाएको, के हो यस्तो त, अनि त्यसपछि त्यो मान्छे फेरि फेरि गाउने प्रयास गर्छ। तर त्यहीँनिर सबैले हाई काटेर वास्ता नगरेर बस्दियोस् त, त्यो मान्छे भोलिदेखि नाच्नै चाहँदैनन्, गाउनै चाहँदैनन्। भनेपछि तपाईँलाई पुरस्कारको खाँचो छ, र त्यो पुरस्कारको खाँचो के हो भने प्रिपरेसन त गर्नै पर्छ, प्रिपरेसन गर्नु हुँदैन भन्ने कुरा म भन्दिनँ, तर आजै बोल्नु छ भने आजको लागि प्रिपरेसन गर्ने हो। 1 वर्षको लागि अहिलेदेखि प्रिपरेसन गरेर बसेर हुँदैन। अर्को पाइला म के चाल्दैछु त्यसको लागि प्रिपरेसन तपाईँको हुनु पर्यो। देश अगाडि बढ्दैछ, देश धेरै अगाडि बढिसकेपछि तपाईँ पछाडि नछुट्नुहोस्। तपाईँलाई त्यसपछि फिल हुन्छ कि ओहो म त कति पछाडि रहेछु त, अरू त कहाँ कहाँ गइसक्यो, जान्छन्। तपाईँ हामी सबैले चाहेर होइन, संसार परिवर्तन हुँदैछ के, तपाईँले नचाहे पनि ती कुराहरू परिवर्तन हुन्छन्। हातमा फोन तपाईँले चाहेर आएको होइन, परिवर्तन भयो। एउटाको देख्यौँ हामी, उसैको देखासिकी गऱ्यौँ, र यो देखासिकी पनि एउटा साइकोलोजी हो। कसरी संसारभरि आफ्नो सामान बेच्ने, कसरी यसलाई पुर्याउने, त्यसको पनि साइकोलोजी छ, मानिसहरू गरिराखेका छन्। त्यसैले जस्तै थोत्रे भन्दा थोत्रे सिस्टम पनि चलेको छ। हामी यो बीचमा WLS रिसर्चको कुरा थोरै गरिहालौँ। WLS रिसर्चले बिना ट्युसन बच्चा पढ्न सक्छ है, बिना बोर्डिङ स्कुलमा गइकन राम्रो अङ्ग्रेजी बोल्न सक्छन् है भनेर प्रमाणित गरेर देखाइदिए। तर मानिसहरूलाई त्यसमा विश्वास भएर भन्ने हो भने पक्कै पनि आउँथे, विश्वास नभएर भन्ने हो भने आइराखेका छन्। तर जुन सिस्टम छ नि, त्यो सिस्टम के हो भन्ने कुरा नबुझेर धेरैले त्यो फाइदा पाइराखेको छैन जुन कि पाउनु पर्ने हो। कति धेरैजना साथीहरू हामीसँग आए, जोडिए, र उनीहरूले धेरै ठाउँबाट थाकेर हारेर जीवन जान लागिसक्यो, समाधान त छँदै छैन। कहाँ हो समाधान त। तर तिनीहरूले देखे कि यिनका कुरा पनि गरी हेरौँ न त, यत्रो त गरियो, जीवन बित्न लागिसक्यो, यो पनि गरेर हेरौँ के हुँदो रहेछ। र अहिले हेर्नुहोस्, यति मात्रै चाहनु थियो, मानिसहरू भट्टाभट यति सजिलैसँग संसारभरि नपाएको समाधान हामीसँग आएर पाए। आखिर के थियो त? त्यो थियो के आफूलाई तयार नगर्नु। तपाईलाई जे चाहिएको छ, जे कुराको आवश्यकता छ, त्यो यदि कहीँबाट पाइँदैन भने त्यसको लागि खोजी गर्ने, सिक्ने, जान्ने र त्यो अनुसारको काम गर्ने, त्यति न हो। यदि तपाईँ त्यति गर्नको लागि तयार हुनुहुन्छ भने हामीसँग जोडिनुहोस्। WLS रिसर्च आज यस्तो किसिमले आइराखेको छ कि तपाईको परिवारमा स्वास्थ्य होस् वा पढाइ लेखाइ सम्बन्धी, बच्चाको बानी व्यवहार सम्बन्धी, तपाईको आफ्नै आर्थिक अवस्थालाई राम्रो गर्ने, र पछि बच्चा जब हुर्किन्छ नि, उनीहरूको पढाइ लेखाइदेखि लिएर उनीहरूको जीवन यापनको लागि हामीले उनीहरूलाई सिकाउने के गर्यो भने उनीहरूको जीवन राम्रो हुन सक्छ। यसमा यदि हामीले बृहत्तर खोजी गर्यौं, रिसर्च गर्यौं भने एउटा कुरा के देखिन्छ भने बच्चालाई अहिले हामीले कम्युनिकेसन सिकाउन सकेनौं भने उसले जति सुकै पढोस्, जस्तै राम्रो नम्बर ल्याओस्, ऊ आफूलाई त्यो नोकरीमा टिकाउन सक्दैन। नोकरी नै खान गयो भने वा उसले आफूले पाउनु पर्ने जुन दर्जा हुन्छ, जुन स्थान हुन्छ नि, त्यो पाउनै सक्दैन भन्छ। र त्यो रियल हो, कसैको इच्छा लागेर भनेको होइन, रियालिटी चेक गरेर भनेको कि होइन यस्तो भइराखेको छ, त्यसैले यो तिमीसँग पनि हुन सक्छ है, ध्यान गर, होस गर। कम्युनिकेसन एकदमै जरुरी छ। त्यसपछि लिडरशिप भनेको के हो भने आफूलाई राम्रो बनाउने, आफू सँगसँगै अरूलाई डोर्याउने, अरूलाई पनि राम्रो बनाएर लाने। लिडर बन्नुको मतलब अरूलाई डोर्याउनै पर्छ भन्ने पनि होइन,
तर आफू जे गरिन्छ नि त्यो कसैको पछि पछि लागेर भेडा बनेर होइन, दिमागले सोचेर कि यो गर्न पनि हुन्छ कि हुँदैन, उचित छ कि छैन। यदि यति मात्रै ज्ञान छ, यति मात्रै होस छ भने मानिसहरूले धेरै कुरा गर्दैनन्। हामी धेरै कुरा त अरूको लहलहेमा लागेर, अरूको देखासिखी गरेर, अरूको पछि पछि गरेका हुन्छौँ। आज हामी सबैलाई यो कुरा जान्न जरुरी छ। कम्युनिकेसन, लिडरसिप, त्यसपछि आफ्नो हेल्थलाई राम्रो राख्नको लागि इमोसनल इन्टेलिजेन्स भन्छ कि, दिमागलाई सन्तुलित बनाउनको लागि, दिमागलाई ऊर्जावान बनाउनको लागि। किनभने हामी कुनै काम गर्दाखेरि जब थाक्छौँ नि, शरीर थाकेको हुँदैन, शरीरसँग अझै 60% एनर्जी हुन्छ, इफोर्ट हुन्छ, तर दिमाग 40%मा गएर अड्किन्छ। त्यो साइन्टिफिक रिसर्च हो। त्यसैले जसले त्यो कुरा बुझेको छ उसले 50% मात्रै तान दियो भने पनि हामीभन्दा 10% अगाडि हुन्छ। जुन कमन पिपल छ नि उसको भन्दा 10% अगाडि हुन्छ। र जसले 90%, 99% र 100% लगाउँछ नि उसको त पुरै बेग्लै हुन्छ। ऊ एकदमै धेरै नै सफल हुन्छ। उसको लागि समय नै समय छ, समय कति छ। तर जो यो कुरा बुझ्दैन उसको दिमागले पहिला भन्छ कति गर्छौ, आजलाई बन्द गरिदेऊ, थाकिसक्यौँ, भइहाल्यो, आजलाई नजाउँ। र हामी त्यसैको कुरा मानेर फस्छौँ। हेर्नुहोस्, यो ठुलो जाल हो। यो जालबाट निस्किनको लागि यो कुराहरू बुझ्न जरुरी छ। त्यसैले साइकोलोजी हामीले जान्नै पर्छ। हेर्नुहोस्, त्यो सँगसँगै अब आउँछ सेल्स। तपाईँ बेच्न सक्नुहुन्छ, तपाईको बेच्ने क्षमता छ। बेच्नको लागि के गर्नु पर्यो? सेल्स सिक्नु पर्यो। मैले कसरी मेरा कुराहरू राख्छु कि जसले गर्दा उसले मलाई ध्यान दिउन्, मेरा कुरा सुनुन्, सिकुन्। एकचोटिमा हुँदैन, कतिचोटिमा हुन्छ। जस्तै हामी कुनै दोकानमा भनौँ दन्तमञ्जन किन्न गयौँ। कुन दन्तमञ्जन किन्नुहुन्छ? म नाम लिन्न, तपाईहरू आफै भन्नुहोस् किन। यसको पछाडि जानुहोस्। अब किन तपाईँ त्यो दन्तमञ्जन रोज्नुभयो? किनभने त्यसको विज्ञापन तपाईँ सधैँ देख्नुहुन्छ। भनेपछि धेरै आँखाको अगाडि नाचिराख्ने, घुमिराख्ने कुरा हाम्रो दिमागमा गएर बस्छ र हामी त्यही कुरा गर्छौँ। त्यसैले हामीलाई फिल्ममा, टिभीमा, सिरियल्सहरूमा, एपिसोड्सहरूमा हामीलाई जे कुरा देखाइन्छ नि हामी त्यही गर्न चाहन्छौँ। कुनै बेला देखाइन्थ्यो कुनै महिलाको बलात्कार भयो भने उसले घाँटीमा पाँचो लगाएर आफूलाई सिध्याइदिन्थ्यो, झुन्डिहाल्थ्यो। अझ नयाँ नयाँ कन्या केटीहरू त बाँच्नै हुँदैन, इज्जत गइसक्यो, सबै भइसक्यो। अहिले त्यो कुराको मतलबै छैन। मानिसहरू फनको लागि बिहेभन्दा अगाडि भन्नुहोस्, बिहेभन्दा पछाडि भन्नुहोस्, त्यसरी गरेर हिँडेका पनि छन्। यसको मतलब सबैले गर्नुपर्छ भनेर भन्न खोजेको होइन। तर त्यो कुराको महत्त्व नै छैन। किनभने यही कुराहरू अहिले टिभीमा देखाइँदैछ, यही कुराहरू मुभीमा देखाइँदैछ। इङ्ग्लिस मुभी हामी धेरै हेर्न थालिसक्यौँ। इङ्ग्लिसमा जुन आउने फिल्महरू छन्, मुभीहरू छन् वा सिरियल्सहरू छन्, तिनीहरूमा यो देखाउनुको कारण के हो? त्यो समाजमा त यो त त्यतिकै चलिराखेको छ। यो हुँदाहुँदै पनि यो समाज, त्यो समाज यदि राम्रो गर्न सक्छ भने के हामी यो समाजमा यो हुँदैमा हामी खत्तम भयो त? गयो इज्जत सबै पानीमा सुहा होइन रहेछ भनेर सोचे होलान् केहीले। अनि उनीहरूले बिन्दास जिन्दगी बाँचिराखेका छन्। जस्तो सुकै अवस्था भए पनि फरक परेको छैन। यो सबै के हो भने तपाईको वरिपरिको प्रभाव के हुँदैछ, त्यो प्रभाव चाहिँ तपाईँ आफूमा पर्छ। र हामीले पब्लिक स्पिकिङ लिडरसिपलाई पनि जोड्न खोजेका थियौँ। सेल्स त हो नै, र त्यो सँगसँगै अर्को एउटा आउँछ मनी म्यानेजमेन्ट। तपाईँलाई पैसा कसरी बढ्छ, पैसालाई कसरी प्रयोग गर्नुपर्छ। पैसा भनेको खर्च गरेर सकाउने होइन, यसलाई कसरी बढाउन सकिन्छ। जस्तै केही कुरा हुन्छ, हाम्रो शरीरमा एनर्जी छ, यसलाई खर्च गरेन भने यो दिनभरिमा खेर जान्छ। भोलि बिहानको लागि छुट्टै एनर्जी फेरि रेडी हुन्छ। तर हामीसँग खल्तीमा भएको पैसा यो दिनभरिमा सक्नुपर्ने, भोलि फेरि बिहान कमाउनलाई जानुपर्ने, त्यो त होइन। यसको छुट्टै साइन्स छ। यो खल्तीमा भएको पैसाले तपाईँ यस्तो ठाउँमा हालिदिनु भयो, बढ्ने ठाउँमा हालिदिनु भयो भने त्यो बढिरहन्छ। र समय जब
अगाडि जान्छ समयसँगै तपाईँको पैसा यसरी बढ्छ कि तपाईँ देखेर चकित खानुहुन्छ। जस्तै कसैले जग्गा किनेर छोडिदिन्छ, कसैले कुनै सेयर मार्केट्समा लगानी गर्छ। सेयर मार्केट्स फेरि अहिले फ्लक्चुएट निकै हुँदैछ। म यसको बारेमा तपाईँलाई यो सल्लाह पनि दिएको होइन। तपाईँहरू यसको बारेमा आफैले रिसर्च गर्नुहोस्, के हुँदैछ कसरी हुँदैछ र होस पुर्याउनुहोस् है। यो पनि मैले भन्न अहिले यो मौका पाएर भनिदिइराखेको छु, यसमा ध्यान दिनुहोला। र अब हामी देशमा प्रजातन्त्र आयो। प्रजातन्त्र बिस्तारै बिस्तारै टक्कन टुक्कन हिँड्दै गर्दाखेरि लड्यो, टाउको फुट्यो, क्षति भयो, सबै भयो। अब प्रजातन्त्र हुर्केर युवा बन्यो। युवाको आफ्नै गति हुन्छ, आफ्नै मति हुन्छ। त्यो सानोमा टुक हिँडेको सानो बच्चा जस्तो अब प्रजातन्त्र हिँड्दैन भनेर भन्नुभयो, दौडाउनु भयो। तर प्रजातन्त्र दौड्यो। प्रजातन्त्र सँगसँगै तपाईँहरू पनि दौड्न सक्नु भएन भने मैले धेरै देशमा देखेको छु, देश त धनी छ तर जनता सबै धनी छैनन्। धनीहरू धनी छन्, गरिबहरू गरिब छन्। बिचका मानिसहरू बिचको पेन्डुलममा छन्। कहिले धनी हुन्छ, एकैछिनमा अर्को क्षणमा गरिब हुन्छ। र यो मारमा धनीबाट गरिब हुने, गरिबबाट धनी हुने, यो मारमा पर्ने जुन मध्यम वर्गीयहरू छन् नि, उनीहरूको पीडा फेरि काली लाग्दछ। तपाईँहरूसँग पनि यही नहोस् भन्नको लागि मैले यो सानो भिडियो बनाएर दिएँ। देशमा उन्नति प्रगति हुन्छ, त्यसलाई कसैले रोक्न सक्दैन र कसैले गरेर हुँदैन, कसैले नगरेर हुँदैन। यो समयसँगै हुने कुरा हो। त्यसैले तपाईँहरूले यसलाई आत्मसात गरेर, समय के छ, देश त मेरो बदलियो तर म कति बदलेँ, यसलाई ध्यान दिनुहोला।